उहाँलाई चाहिँ बदनाम गर्ने मान्छेहरूको चङ्गुलमा उहाँ पसिसक्नु भएको छ। एउटा कहिले चकनाचुर भएको एउटा चाहिँ भिडबाट खसेको गाडी यस्तो अवस्थामा हामी छौँ नेपालको अवस्था त्यस्तो खालको छ। एउटा खुलासाको कुरा लिएर आएको छु। शुद्ध र बुद्ध मनले लागेको मान्छे कोही कसैको रगतमाथि टेकेर सत्ताको कुर्सीसम्म पुग्ने मेरो नियत कतै रहँदैन। कुतत्वहरूले चाहिँ कुलमानजीलाई एउटा बोर्डिङ पासको रूपमा प्रयोग गरिँदैछ। यसको प्रमाणहरू छन्। जस्तै अहिले आएको जुन एउटा पार्टी छ हैन, जहाँ उहाँ गइराख्नु भएको छ, त्यो पार्टी मेरो होइन भनेर उहाँले कार्तिक 17 गते भन्नुभयो। म त्यसमा कुनै किसिमको संलग्नता मेरो छैन भनेर उहाँ भन्नुभयो। र हेर्दाखेरि तपाईको चाहिँ उहाँको त्यो लिस्टमा छैन पनि, उहाँ आफै त्यो पार्टीको अध्यक्ष पनि होइन, उहाँ त्यहाँको कोही पनि होइन, त्यहाँको है आधिकारिक रूपमा कोही पनि होइन। यसले चाहिँ तपाईको के देखाउँछ भन्दाखेरि वेदर हि इज कन्फ्युज्ड अर अब कुलमान जस्तो मान्छे कन्फ्युज छ त भन्न मिल्दैन, तर हुन पनि सक्छ फेरि हैन। आँसु भात र पेट्रोलमा केही चाहिँ आश्वासनमा म भनेर चाहिँ झुटा आश्वासनहरूमा अब हामीले चाहिँ आउँदै गरेको चुनावमा भोट जथाभावी फाल्नु हुँदैन, खेर फाल्नु हुँदैन। हर्क साम्पाङलाई रोक्नका लागि कुलमान घिसिङ भन्ने मान्छेलाई चाहिँ अगाडि तपाईको चाहिँ सारेको देखिन्छ। यो चाहिँ अस्ति पनि मैले दमकमा खुलासा गरेको कुरा हो। कुलमानजीलाई अगाडि ल्याइदिउँ हैन भनेर चाहिँ उहाँहरूले कुलमानलाई प्रयोग गर्नु भएको छ हैन। जो चाहिँ हर्क साम्पाङ सत्तामा नआओस्, यो खालको मान्छे आयो भनेदेखि विदेशी आलिम यहाँ हुँदैन। मिन वाइल हैन, अहिले मलाई सुन्दै गर्दाखेरि तपाईलाई यो ठिक नलाग्न सक्ला, उहाँको समर्थकहरू अब जाति समुदायको कुरा पनि आउँछ हाम्रो समाजमा त्यस्ताहरूलाई। तर मैले के भनिरहेको छु भने मैले कुनै जाति विशेषलाई यहाँ दोषेको होइन, व्यक्ति विशेषलाई मैले पोइन्ट गरिरहेको छु। र के छ भन्दाखेरि what you think हैन, you should speak the same and what you speak you should do the same हैन। त्यो भयो भने मात्रै हाम्रो सोचाइ, बोली र कर्ममा हैन तपाईको चाहिँ नि एकरूपता आउँछ। र त्यो तीनटै कुरामा एकरूपता भएको मान्छे मात्रै सत्यवादी मान्छे हुन्छ। र सत्यवादी मान्छेले मात्रै हैन सही नेतृत्व दिन सक्छ यो देशलाई। एउटा खुलासाको कुरा लिएर आएको छु। देशमा बदलिँदो राजनैतिक परिवेश जुन खालको देखिएको छ त्यसलाई हेर्दाखेरि एक खालको ठुलो परिवर्तन देशले खोजेको छ हैन। यो खालको चाहिँ नि परिवर्तन ल्याउनका लागि जनताले चाहेको परिवर्तन, युवा पुस्ता जेनजीले चाहेको परिवर्तन, नेपालले नै चाहेको परिवर्तन समग्रमा भन्दाखेरि त्यो ल्याउनका लागि हामी सबैजना सचेत रहनुपर्छ, सक्रिय रहनुपर्छ, जागा रहनुपर्छ, सुत्नु हुँदैन हैन। पहिले यस्तो तपाईको चाहिँ नि मासु भात र पेट्रोलमा केही चाहिँ नि आश्वासनमा म तपाईलाई यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु तपाईको चाहिँ नि यहाँ यस्तो गरिदिन्छु भनेर चाहिँ नि झुटा आश्वासनहरूमा अब हामीले चाहिँ नि आउँदै गरेको चुनावमा भोट जथाभावी फाल्नु हुँदैन, खेर फाल्नु हुँदैन। यो रह्यो एउटा कुरा जुन मैले बारम्बार भन्दै आइरहेको कुरा भने यो अहिलेको भिडियो क्लिपमा मैले के नयाँ भन्न खोजिरहेको छु त भन्दाखेरि चाहिँ अब श्रम संस्कृति जुन महाअभियान हामीले सञ्चालन गरिरहेका छौं र श्रम संस्कृति पार्टीबाट चाहिँ चुनाव चिन्ह माटो हैन, हातको अन्जुलीमा राखेको माटो, चुनाव चिन्ह माटोमा हामीले भोट मागिरहेका छौं एक खालको हैन। र त्यो जनलहर अत्यन्तै ठूलो चाहिँ नि उभार भएर आइरहेको देखेर चाहिँ भनौं न काम गर्ने मान्छेहरू सत्तामा नपुगुन् हैन। यो देशमा सधैँभरि दरिद्रता गरिब भइराखोस्, यो देश गरिब जनतालाई फकाउन फुलाउन पनि सजिलो हुन्छ, यो देश समृद्ध भयो भनेदेखि त हाम्रो राजनीतिक दोकान बन्द हुन्छ भन्नेहरूले र विदेशी इशारामा नाच्नेहरूले है दुवै खालका तपाईको चाहिँ तत्त्वहरू त्यहाँनेर सल्बलाएको देख्छु। ती तत्त्वहरूले चाहिँ के गरिरहेको देखिन्छ अहिले भन्दाखेरि चाहिँ हर्क साम्पाङलाई रोक्नका लागि कुलमान घिसिङ भन्ने मान्छेलाई चाहिँ अगाडि तपाईको चाहिँ सारेको देखिन्छ। यो चाहिँ अस्ति पनि मैले दमकमा खुलासा गरेको कुरा हो। जेनजीको आन्दोलन पछाडिको तहस नहसको स्थिति हैन, देश धुवामा तपाईको चाहिँ निसासिएको बेला, वरवर्ती जलिरहेको बेला अब यो देश
मा चाहिँ नि विदेशी हस्तक्षेप हुन सक्छ भन्ने किसिमको चाहिँ नि कुराहरू आइसकेपछि मैले चाहिँ नि म यो देशलाई सम्हाल्न सक्छु, म यो देशलाई सम्हाल्छु भनेर चाहिँ नि एउटा साहस देखाएर जाँदाखेरि एक खालको त्यहाँनेर जेनजीहरूले त्यो मेरो कुरालाई समर्थन गरेर एउटा चाहिँ नि भनौं न त्यहाँनेर एउटा ठूलो माहौल बनाउनु भयो। त्यो माहौललाई तितर बितर गर्नका लागि भनौं न त्यो माहौललाई चाहिँ नि अब हुन त तपाईको चाहिँ नि मैले यदि चाहेको भएदेखि धेरै कुराहरू त्यहाँनिर हुन सक्थ्यो, तर मैले त्यो खालको चाहिँ नि म त अब शुद्ध र बुद्ध मनले लागेको मान्छे, कोही कसैको रगतमाथि टेकेर सत्ताको कुर्सीसम्म पुग्ने मेरो नियत कतै रहँदैन। म कमिला हैन तपाईको चाहिँ किरा फट्याङ्ग्रालाई पनि माया गर्ने चाहिँ नि खालको मान्छे हो। सो भएको कारणले गर्दाखेरि मैले त्यो कतै चाहने कुरै भएन। तथापि त्यहाँनिर एउटा ठूलो माहौल सृजना भयो हैन। व्यापक रूपमा चाहिँ नि हंगामा भइसकेपछि अर्को साम्पाङलाई रोक्नका लागि छेक्नका लागि भनेर चाहिँ कुलमानजीलाई अगाडि ल्याइयो अनि कुलमान घिसिङलाई चाहिँ प्रधानमन्त्री बनाउने भन्ने खालको चाहिँ नि हैन मिडिया ट्रायल गरियो। त्यतिखेर पनि उहाँलाई प्रयोग गरिएको थियो। अहिले आएर अब यो श्रम संस्कृतिले हैन बहुमत त हामी ल्याउँछौं जसरी पनि त्यो थाहा छँदैछ, नेपाली जनताले बुझिसक्नु भएको छ कुरा। र एउटा तपाईको चाहिँ नि घृष्टता हैन एउटा चाहिँ नि प्रयास उहाँहरूले के गरिराख्नु भएको छ भन्दाखेरि निम्सरो प्रयास चाहिँ कुलमानजीलाई अगाडि ल्याइदिउँ हैन भनेर चाहिँ उहाँहरूले कुलमानलाई प्रयोग गर्नु भएको छ हैन। जो चाहिँ हर्क साम्पाङ सत्तामा नआओस्, यो खालको मान्छे आयो भनेदेखि विदेशी हालिमुहाली पनि यहाँ हुँदैन हैन। यहाँनिर चाहिँ तपाईको के हो त भन्दाखेरि उत्पादन हुन्छ हैन। यो गरिबी निवारण चाहिँ नि भएर गइसकेपछि चाहिँ गरिब मान्छे भइसके नरहेपछि त अब कसलाई हामीले चाहिँ नि हैन सानोतिनो प्रलोभनमा कसलाई चाहिँ नि किनेर र्याली गर्ने जुलुस गर्ने है भन्ने खालको चाहिँ बिल बन्द पर्छ। हाम्रो राजनीतिक दोकान बन्द हुन्छ र अन्य पनि धेरै कारणहरू छन् जुन कुराहरू म यहाँनिर चाहिँ नि खुलाउन त्यति वाञ्छनीय सम्झिदिन। त्यसो भएको कारणले हर्क साम्पाङलाई चाहिँ जसरी पनि रोक्नुपर्छ। मैले केही महिना अगाडि भनेको थिएँ अब यो देशमा दुई धारको राजनीति, जतिवटा दल खोले पनि जे खोले पनि दुई धारको राजनीति हुन्छ। एउटा चाहिँ यो देश बचाउँ, माटो बचाउँ हैन, यो देशको स्वाभिमान बचाउँ, यो देशको इज्जत बचाउँ, आफैले गरेर यो देशलाई चाहिँ नि हामीले हैन उन्नति प्रगतिको शिखरमा पुर्याउँ भन्ने एउटा विचार हैन, जो चाहिँ तपाईको चाहिँ नि श्रम संस्कृतिको विचार, हर्कवादी विचार भनौं न। भने अर्को विचार चाहिँ तपाईको हुन्छ विदेशी तपाईको चाहिँ नि चलखेल गरौँ, सिद्धान्त विदेशी नै बोकौँ, सबै कुरा विदेशी गरौँ, विदेशबाट ऋण लिएर हैन त्यो ऋणको चाहिँ नि कमिसनले त्यसको हिस्साले चाहिँ घर बनाऊ, घर ठडाऊ, आफ्नो व्यक्तिगत स्वार्थ परिपूर्ति गरौँ भन्ने खालको मान्छेहरू हैन देशलाई माया नगर्ने मान्छेहरूको एउटा बन्छ भनेर मैले भनेको थिएँ। अहिले ठ्याक्कै हुँदै गरेको थिएँ। र त्यस्ता मान्छेहरूले हैन त्यस्ता खालका तपाईको कुतत्वहरूले चाहिँ कुलमानजीलाई हैन उहाँ आफै पनि तपाईको एमसीसी लगायतका थुप्रै तपाईको राष्ट्रघाती सन्धि सम्झौता को त तपाईको चाहिँ त्यो डकुमेन्टेसन्स यावत कुराहरुमा चाहिँ उहाँको नाम आइसकेको कारणले मुछिएको मान्छे उहाँ हैन। र उहाँलाई अहिले कसरी प्रयोग गरिँदैछ भन्दाखेरि चाहिँ एउटा बोर्डिङ पासको रूपमा प्रयोग गरिँदैछ हैन। जस्तै यहाँदेखि विराटनगरदेखि हैन हामी तपाईको चाहिँ नि के रे काठमाडौँ जाँदाखेरि अथवा प्लेन चढ्दाखेरि चाहिँ एउटा कार्ड दिन्छ हैन। त्यो कार्डको काम भनेको चाहिँ ठ्याक्कै त्यो कार्ड नदेखाइकन पनि जान सकिदैन हैन। त्यो पास हुन सकिदैन त्यो चेकिङमा हैन त्यो इमिग्रेसनमा है। भने त्यो कार्ड चाहिँ फेरि त्यहाँ ठ्याक्कै तपाईको गन्तव्यसम्म पुगिसकेपछि त्यसको काम हुँदैन। ठ्याक्कै हाम्रो कुलमानजीलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदैछ हैन। यसको प्रमाणहरू छन्। जस्तै अहिले आएको जुन एउटा पार्टी छ हैन जहाँ उहाँ गइराख्नु भएको छ, त्यो पार्टी मेरो होइन भनेर उहाँले कार्तिक 17 गते भन्नुभयो। म त्यसमा कुनै किसिमको संलग्नता मेरो छैन भनेर उहाँ भन्नुभयो। र हेर्दाखेरि तपाईको चाहिँ नि उहाँको त्यो लिस्टमा छैन पनि, उहाँ आफै त्यो पार्टीको अध्यक्ष पनि होइन, उहाँ त्यहाँको कोही पनि होइन, त्यहाँको है आधिकारिक रूपमा कोही पनि होइन। तर उहाँले त्यो भन्नुभयो। फेरि अहिले चाहिँ हैन विभिन्न ठाउँमा अस्ति तपाईको घोषणा सभादेखि लिएर हरेक ठाउँमा चाहिँ उहाँ आफै पनि
तपाईको चाहिँ नि गुवाएर हैन उहाँ नै सबै ठोक हो भन्ने किसिमले चाहिँ नि हैन उहाँले वक्तव्यबाजी गरिरहेको देखिन्छ। यसले चाहिँ तपाईको के देखाउँछ भन्दाखेरि whether he is confused or अब कुलमान जस्तो मान्छे कन्फ्युज छ त भन्न मिल्दैन, तर हुनु पनि सक्छ फेरि हैन। कन्फ्युज कि त हुनुहुन्छ कि त उहाँ चाहिँ तपाईको चाहिँ नि दोहोरो चरित्रको मान्छे हो। अब यस्तो दोहोरो चरित्रको मान्छे चाहिँ मिस्टेरियस हैन रहस्यमय मान्छेहरु चाहिँ डेन्जरस हुन्छ फेरि देशको लागि, कुरा बुझ्नु पनि। अब यो कुरा सुन्दाखेरि अब कति उहाँलाई मन पराउने उहाँका समर्थकहरू मसँग चाहिँ नि रिसाउनुहुन्छ होला, तर त्यसले मतलब गर्दैन, किनभने हर्क साम्पाङले बोल्दै गरेको समयमा उसको कुराहरू कसैलाई मन पर्दैन। तर एक हप्ता बितेपछि हैन एक महिना बितेपछि, जस्तै यो सरकारको बारेमा मैले भनेको थिएँ नि अन्तरिम सरकारको बारेमा पनि, अब जेनजीलाई कत्रो पछुतो भयो त अहिले हैन, ठ्याक्कै यही पनि त्यो लागु हुन सक्छ। त्यसले गर्दाखेरि मिन वाइल हैन अहिले मलाई सुन्दै गर्दाखेरि तपाईहरुलाई यो ठीक नलाग्न सक्ला, उहाँको समर्थकहरू अब जाति समुदायको कुरा पनि आउँछ हाम्रो समाजमा त्यस्ताहरूलाई। तर मैले के भनिरहेको छु भने मैले कुनै जाति विशेषलाई यहाँ दोषेको होइन, व्यक्ति विशेषलाई मैले पोइन्ट गरिरहेको छु र ही इज बिङ युज्ड हैन। त्यतिखेर पनि त्यो सरकार गठनको प्रक्रियामा पनि उहाँले सरकारमा म त जाँदिनँ यहाँ त्यहाँ भन्नुभयो मलाई प्रष्ट रूपमा, तर उहाँ आफै फेरि तपाईको चाहिँ नि 24 घण्टा नपुगिकन हैन तीनवटा मन्त्रालय मैले पाएँ यो त्यो भनेर चाहिँ उहाँ आफू फेरि बोल्नु भएन। उनको सेक्रेटरी एकजना व्यक्तिले चाहिँ मलाई त्यो खालको बताउनु भयो। त्यसले गर्दाखेरि मित्रहरू के छ भन्दाखेरि व्हाट यु थिंक हैन you should speak the same and what you speak you should do the same हैन। त्यो भयो भने मात्रै हाम्रो सोचाइ बोली र कर्ममा हैन तपाईको चाहिँ नि एकरूपता आउँछ र त्यो तीनटै कुरामा एकरूपता भएको मान्छे मात्रै सत्यवादी मान्छे हुन्छ र सत्यवादी मान्छेले मात्रै हैन सही नेतृत्व दिन सक्छ यो देशलाई। यो देशलाई असत्यवादी मान्छेहरूले नेतृत्व दिन खोजेको कारणले दुर्घटना भएको छ। अहिले चकनाचुर भएको एउटा चाहिँ भिडबाट खसेको गाडी यस्तो अवस्थामा हामी छौं। नेपालको अवस्था त्यस्तो खालको छ, आर्थिक रूपमा राजनीतिक रूपमा सामाजिक रूपमा हरेक कुरामा हैन हामी चाहिँ छाताछुल्ल भइसकेको अवस्था छ। यो कुरा हो, यहाँले राम्रो बुझ्नु होला। र उहाँलाई बोर्डिङ पासको रूपमा प्रयोग गरिँदैछ हैन, यो चीज हो। अब उहाँ के भनिराख्नु भएको छ भन्दाखेरि चाहिँ बोर्डिङ पासको रूपमा उहाँ कसरी प्रयोग हुनु भएको छ भन्दाखेरि चाहिँ उहाँ एउटा त्यो पार्टी मेरो होइन भन्दै हुनुहुन्छ हैन। फेरि त्यो पार्टीकै तपाईको चाहिँ प्रचारमा उहाँ लाग्नु भएको छ है। भनिसकेपछि यो कुराले नेपाली समाजमा तपाईको चाहिँ दुविधा ल्याउँछ। अब अर्को कुरा उहाँले के भन्नु भएको छ भन्दाखेरि म जुनसुकै पार्टीको कार्यक्रममा गएर पनि बोल्न सक्छु भन्नुभयो है। भनिसकेपछि के हो त भन्दाखेरि उहाँ त्यो पार्टीको लिडर होइन भन्दै हुनुहुन्छ नम्बर 1 मा। फेरि उहाँ त्यो पार्टीको लिडर हो पनि भन्दै हुनुहुन्छ, म यही पार्टीको लिडर हुँ पनि भन्दै हुनुहुन्छ है। र फेरि उहाँ के भन्दै हुनुहुन्छ भन्दाखेरि म जुनै पार्टीमा पनि गएर बोल्न सक्छु हैन भन्दै हुनुहुन्छ। भनिसकेपछि जुनै पार्टीको पनि म अब जस्तै म श्रम संस्कृति पार्टीको अध्यक्ष भन्नु सक्छु म हो पनि, तर अब फेरि म एमालेको पनि अध्यक्ष हो, कांग्रेसको पनि अध्यक्ष हो, अथवा त्यहाँ नेता हो, माओवादीको पनि हो। अब माओवादी त विघटन भइसक्यो भने हैन म कुनै पनि पार्टीको होइन भन्ने बुझिन्छ। भनिसकेपछि यो कुराले चाहिँ के गर्छ भन्दाखेरि उहाँको नाम प्रयोग गरेर हैन उहाँलाई चाहिँ बदनाम गर्ने मान्छेहरुको चंगुलमा उहाँ पसिसक्नु भएको छ। एउटा कुरा त्यो पनि छ। अर्को कुरा उहाँलाई चाहिँ तपाईको चाहिँ नि मलाई मन नपराउने यो देशलाई हैन तपाईको चाहिँ नि विदेशीको हालिमुहाली गराइराख्ने हैन समृद्धि नहोस् भन्ने खालका मान्छेहरूले चाहिँ उहाँलाई अगाडि सारेर हैन जसरी जेनजीको आन्दोलन पछाडिको सरकार गठनमा मेरो बाटो छेकियो त्यसै गरी उहाँलाई फेरि प्रयोग गरेर एउटा तगारोको रूपमा एउटा बाँसको भाटाको रूपमा भनौं न हैन हाम्रो यात्रामा चाहिँ आइराख्नु भएको छ। र तपाईलाई चाहिँ नि अहिले एउटा बाँसको भाटाको रूपमा हैन हाम्रो बाटो छेक्नलाई गरिएको छ। अब त्यो हाम्रो बाटो त्यसरी छेकिदैन। हेर्नुस् है श्रम संस्कृतिको जुन एउटा महालहर छ हैन जनतामा, अब आज बहुमत हामी जसरी ल्याउँछौं आइसकेकै छ। हरेक मान्छेलाई श्रम संस्कृतिको कुराले छोइसकेको छ। अब त्यसमा तपाईलाई हाम्रो तपाईको चाहिँ देशको उन्नति प्रगति नचाहने हैन यो देशमा शान्ति सुव्यवस्था र स्थिरता नचाहने मान्छेहरूले त्यसरी प्रयोग गर्नु भएको छ। तपाई चाहिँ अब त्यो त्यसरी प्रयोग हुनु भयो भने
हैन तपाईलाई चाहिँ नि अब हाम्रो श्रम संस्कृतिको यात्राले तपाईलाई साइड लगाउँछ कि त नागेर जान्छ हैन कि त तपाईको चाहिँ नि तपाईलाई साइड लगाउँछ अब त्यो भन्नु हुनु भन्दा पहिला चाहिँ नि तपाई हैन को बचेको जे जति छवि छ त्यसलाई चाहिँ उ गरेर आफ्नो मन्त्री को कार्यकाल तर्फ चाहिँ तपाई जानुपर्छ जस्तो लाग्छ है मेरो चाहिँ खुला एडभाइस छ र मित्रहरु यो चीज छ हामी सबै मिलेर यो देशलाई बनाउने छौं यो देशलाई बचाउने छौं र कोही कसैलाई तपाईको चाहिँ नि हैन परिचालन नगरोस् धेरै डिजाइनहरुमा यो देश चलेको छ त्यो डिजाइन हामी सबै भत्काउँछौं अब हैन र तपाईको चाहिँ नि किसानहरुको देश श्रमिकहरुको देश सोझा सिधा नेपालीहरुको देश हैन बनाउँछौं यो तपाईको चाहिँ नि नेपाललाई हामी त्यतातर्फ लान्छौं